रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरूका संस्थापक जोनी एरिक्सन टाडा एक लोकप्रिय लेखिका, प्रभावकारी वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूका माझमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्तिको रूपमा स्थापित हुनुहुन्छ। उहाँका यिनै वचनहरूलाई हाम्रो आफ्नै नेपाली भाषामा अनुवाद गरी आशाको सन्देश नेपाल मार्फत प्रस्तुत गर्दैछौँ रेडियो कार्यक्रम जोनी र साथीहरू। पापको माग। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा हुँ र जोनी र साथीहरूमा स्वागत छ। मेरी एक साथी छिन् जसलाई म न्यान्सी भनेर बोलाउँछु। उनी लतसँग सङ्घर्ष गरिरहेकी छिन्। तपाईले कहिले अनुमान गर्न सक्नुहुन्न, किनभने उनी एक शान्त संयमी महिला हुन् जसले आफूलाई राम्रोसँग बन्दोबस्त गर्छिन्। उनलाई उनका मण्डलीमा धेरै मन पराइन्छ र उनका धेरै साथी छन्। तर न्यान्सी दीर्घकालीन पीडासँग जुझ्दै छिन्। यो सबै कलेजमा भोगिएको ढाडको चोटबाट उत्पन्न भएको हो। अब वर्षौपछि र धेरै शल्यक्रिया पश्चात पनि उनी सङ्घर्षरत छिन्। लामो समयसम्म उनले आफूले लिइरहेकी दुखाइ हटाउने दबाईको बारेमा केही भनिनन्। वास्तवमा उनी एक विशेषज्ञको हेरचाहमा थिइन्। तर एक दिन न्यान्सीसँगको कुराकानीको क्रममा उनले अनुरोध गरिन्, कृपया मेरा लागि प्रार्थना गरिदिनुहोस्। उनी अलिक हडबडाइन्, मानव उनी केही स्वीकार गर्न चाहदिनन् र थप भन्न हिचकिचाइरहेकी देखिन्। त्यसैले मैले उनलाई सोधे, न्यान्सी, तिमी मलाई के को विषयमा प्रार्थना गर्न चाहन्छौ? उनी लामो समयसम्म चुप लागिन् र म भन्न सक्छु कि उनी थप भन्ने कि नभन्ने, अर्थात् आफूलाई प्रकट गर्ने कि नगर्ने विषयमा आफैसित बहस गर्दैछिन्। मैले उनको दुविधा महसुस गरेँ। त्यसैले म पर्खिएँ र उनीसँग चुपचाप बसेँ। अन्तमा उनले गहिरो सास फेरिन् र भनिन्, म यो अनुहार अब राख्न सक्दिनँ। मैले कसैलाई भन्नै पर्छ। म लतमा छु। मेरो मतलब साँच्चै दुखाइको चक्कीको लतमा छु। केवल दुखाइको कारणले होइन, भावनात्मक रूपमा निरन्तरता दिन, केवल मलाई उत्साहित राख्नका लागि म आफूले लिनुपर्ने भन्दा बढी चक्कीहरू लिन्छु। न्यान्सीले जारी राखिन्, जनी, मलाई डर छ कि यदि मैले यसो गरिनँ भने मेरा दुखाइको कारण म फेरि डिप्रेसनमा पर्नेछु। कति समयदेखि यस समस्यासँग सङ्घर्ष गरिरहेकी थिइन् भनी मैले उनलाई सोद्धा उनले जवाफ दिइन्, हे परमेश्वर, धेरै समयदेखि। तर मैले यसलाई लुकाइरहेकी छु किनभने मलाई यो त्यति नराम्रो लाग्दैन थियो। मैले कसैलाई चोट पुर्याइरहेकी छु भने मलाई लाग्दैन थियो। तर पछिल्ला केही हप्तामा मलाई महसुस भयो कि मेरो जीवन पूर्ण रूपमा मेरा चक्कीहरूको समय वरिपरि केन्द्रित रहेछ। यदि मैले एउटा छुट्टाए वा कम लिइरहेकी छु भने म डराउँछु। मलाई थाहा थियो कि म समस्यामा थिएँ, तर मेरा डाक्टरले मेरो प्रेस्क्रिप्सन पुनः भर्न दिँदैन कि भन्ने मलाई डर थियो। तथापि अब यो कुरो बाहिर आएको छ। अब मैले कसैलाई भनेकी छु, मलाई थाहा छ कि मलाई मद्दतको खाँचो छ। त्यसैले कृपया प्रार्थना गरिदिनुहोस्, किनकि मैले यो कुरो मेरा परिवारलाई बताउनु पर्छ। कृपया मैले यसबाट पार पाउन सकूँ भनी प्रार्थना गरिदिनुहोस्। वाह! त्यसपछि न्यान्सी र मैले लामो समयसम्म कुराकानी गर्यौं। म उनको पीडा विरुद्धको सङ्घर्ष बुझ्छु, किनकि म पनि यसैको सामना गर्दैछु। हामीले प्रार्थना गरी छुट्नु अघि यी सबै कुरा खुलाएर यति पारदर्शी भएर उनले कस्तो महसुस गरिन् भनी मैले उनलाई सोधे। उनले मलाई जे भनिन् त्यसले मलाई गहिरो गरी छोयो। न्यान्सीले स्वतन्त्र भएकी महसुस गरिन् भनी उनले मलाई बताइन्। उनले वर्षौसम्म महसुस गरेकी भन्दा बढी स्वतन्त्र महसुस गरिन्। स्वतन्त्र र सफा भएर उनी सही दिशामा जाँदैछिन्। प्रिय मित्र, जब हामी खराब बानी, पापिष्ट ढाँचा वा लत स्वीकार गर्छौं तब त्यस्तै हुन्छ। हाम्रा तौर तरिकाको भूल स्वीकार गरेपछि हामीले यति स्वतन्त्र र सफा महसुस गर्नुको राम्रो कारण छ। ईश्वर शास्त्री डाइट्रिक बोनहोफरले आफ्नो पुस्तक लाइफ टुगेदर अर्थात् सँगसँगैको जीवनमा लेख्दा यसलाई राम्रोसँग व्याख्या गरेका छन्। उनले लेखे, पापले मानिसलाई एक्लै राख्न चाहन्छ। यसले उसलाई समुदायबाट हटाउँछ। मानिस जति एक्लो हुन्छ उसमा पापको शक्ति त्यति नै विनाशकारी हुन्छ अनि ऊ जति गहिरो रूपमा यसमा संलग्न हुन्छ उसको एक्लोपन त्यति नै विनाशकारी हुन्छ। पाप अज्ञात रहन चाहन्छ। यसले ज्योतिलाई व्यवस्था गरिदिन्छ। अव्यक्त अवस्थाको अन्धकारमा यसले व्यक्तिको सम्पूर्ण अस्तित्वलाई नै विषाक्त तुल्याइदिन्छ। वाह! म यो भन्दा राम्रो भन्न सक्दिनँ।
मलाई लाग्छ कि बोनहोफरले के कुरा गर्दैछन् भनी न्यान्सीलाई पक्कै थाहा छ। त्यसैले आज यदि तपाईँ पापसँग सङ्घर्ष गर्दै हुनुहुन्छ र यसलाई लुकाइरहनु भएको छ वा अरूबाट जोगाइरहनु भएको छ भने आफैलाई मूर्ख नबनाउनुहोस्। सायद अरूलाई थाहा छ, पवित्र आत्मालाई निश्चित रूपमा थाहा छ। त्यसैले उहाँलाई आफ्नो जीवन खोज तलास गर्ने अनुमति दिनुहोस्। एकजना क्रिस्चियन साथी फेला पार्नुहोस् जससँग तपाईँ आफ्नो कुरो राखी शुद्ध हुन सक्नुहुन्छ। बाइबलले भने झैं एकअर्कालाई आफ्ना पाप स्वीकार गर्नुहोस् र तपाईँ निको हुनुहुनेछ अनि अनुमान गर्नुहोस् कि तपाईँ स्वतन्त्र पनि हुनुहुनेछ। आमेन। हवस् त श्रोताबिन्द, यहाँहरूले यस रेडियो कार्यक्रम जनी र साथीहरू सुनेर पक्कै उत्साहित एवं प्रोत्साहित हुनुभयो होला भन्ने आशा हामी गर्दछौँ। यहाँहरूको केही सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। रेडियो कार्यक्रम जनी र साथीहरूको अर्को भाग लिएर हामी फेरि आउने नै छौँ। सुन्न नभुल्नुहोला। धन्यवाद।